नमस्ते, सीएस ट्युसन क्लासमा स्वागत छ। आज म कक्षा 10 को अनिवार्य गणितको सिडिसीले एसई 2082 को लागि तयार पारेको मोडेल क्वेसन सेट 1 को क्वेसन नम्बर 6 लिएर उपस्थित छु। यो क्वेसन अनिवार्य गणितको युनिट 5 क्षेत्रफल र आयतनबाट लिएको छ। यहाँ अर्धगोला र सोली मिलेर बनेको संयुक्त ठोस वस्तुको बारेमा क्वेसनहरू सोधिएका छन्। युनिट 5 एसई को लागि महत्त्वपूर्ण युनिट हो। त्यसैले विद्यार्थी भाइ-बहिनीहरूले युनिट 5 सँग सम्बन्धित क्वेसनहरूलाई हल गर्नको लागि यो भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेरेर सहयोग गर्नुहोला। यदि विद्यार्थी भाइ-बहिनीहरू यस च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोला र अन्तिममा यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्नु पनि नबिर्सनुहोला। अब हामी सुरु गरौँ क्वेसन नम्बर 6। क्वेसन नम्बर 6 को सोलुसन गर्नुभन्दा पहिले क्वेसन नम्बर 6 मा के तथ्यहरू दिएको छ र के तथ्यहरू हामीले पत्ता लगाउनु पर्नेछ त्यसको बारेमा हामी छलफल गरौँ। क्वेसन नम्बर 6 मा अर्धगोला र सोली मिलेर बनेको धातुको ठोस वस्तु दिएको छ। यहाँ चित्रमा अर्धगोला र सोली मिलेर बनेको एउटा संयुक्त ठोस वस्तु दिएको छ, जहाँ सोलीको उचाइ 10 सेन्टिमिटर र आधारको व्यास 6 सेन्टिमिटर दिएको छ र पाइको मान 3.14 दिएको छ। यो हामीलाई थाहा भएकै कुरा हो। अब क्वेसन नम्बर ए मा सोलीको उचाइ र आधारको अर्धव्यास दिएको अवस्थामा छड्की उचाइ कसरी पत्ता लगाइन्छ लेख्नुहोस् भनेर प्रश्न राखिएको। त्यस्तै गरेर क्वेसन नम्बर बी मा उक्त ठोस वस्तुको आयतन पत्ता लगाउनु, जो हाम्रो यहाँ ठोस वस्तु दिएको छ सोली र अर्धगोला मिलेर बनेको, त्यसको आयतन पत्ता लगाउनु पर्नेछ। त्यस्तै गरेर उक्त धातुको ठोस वस्तुलाई पगालेर, जो यहाँ हाम्रो धातुको यो ठोस वस्तु दिएको छ त्यसलाई पगालेर 3 सेन्टिमिटर अर्धव्यास भएको एउटा बेलना बनाउनु पर्नेछ। उक्त बेलनाको उचाइ कति हुन्छ पत्ता लगाउनुहोस् भनेर हामीलाई क्वेसन सोधिएको छ। यसको लागि अब हामी सोलुसन लेखौँ। सोलुसनमा यहाँ लेखौँ, सोलुसन लेखौँ र सोलुसनमा यहाँ लेखौँ। अब क्वेसन नम्बर 6 मा के तथ्यहरू दिएको छ यी तथ्यहरूलाई हामी यहाँ लेखौँ। यहाँ अर्धगोला र सोली मिलेर बनेको ठोस वस्तुमा लेख्छौँ। यहाँ दिएको अर्धगोला र सोली मिलेर बनेको संयुक्त ठोस वस्तुमा लेखेर हामी कमा लेख्छौँ। त्यसपछि हामीलाई सोलीको उचाइ दिएको छ, त्यसलाई लेख्छौँ। सोलीको उचाइ भनेको वास्तविक उचाइ हो, त्यसलाई हामीले एस ले जनाउँछौँ। इज इक्वल टु कति दिएको छ 10 सेन्टिमिटर दिएको छ यहाँ हामी। त्यस्तै गरेर सोलीको आधारको व्यास दिएको छ। सोलीको आधारको व्यास दिएको छ, यसलाई हामी डी ले जनाउने छौँ। डी इज इक्वल टु 6 सेन्टिमिटर। अब यसै अवस्थामा हामी सोलीको आधारको अर्धव्यास पनि पत्ता लगाउँ, किन भन्दाखेरि अर्धव्यास यो हिसाब गर्दाखेरि आवश्यक पर्नेछ। सोलीको अर्धव्यासलाई हामीले आर ले जनाउनु पर्छ। इज इक्वल टु यो 6 को आधा हुन्छ, त्यसैले मैले 3 सेन्टिमिटर सिधै लेखिदिएँ। त्यस्तै गरेर अब हामीलाई एउटा क्वेसन सोधेको छ ए नम्बरमा। हामी पनि यहाँ ए नम्बर लेख्छौँ र ए नम्बरको हामी उत्तर लेख्नेछौँ। सोलीको उचाइलाई मैले एस लेखेँ र अर्धव्यासलाई हामी आर ले जनाउने छौँ। आर दिएको अवस्थामा सोलीको छड्की उचाइ कसरी पत्ता लगाइन्छ भनेर क्वेसन राखेको छ। अवस्थामा सोलीको छड्की उचाइलाई हामी एल ले जनाउने छौँ। एल इज इक्वल टु रुट एच स्क्वायर प्लस आर स्क्वायर गरेर हामी छड्की उचाइ निकाल्ने छौँ। किन भन्दाखेरि यहाँ पाइथागोरस साध्य प्रयोग गर्नुपर्छ हामीले। एल इज इक्वल टु रुट एच स्क्वायर प्लस आर स्क्वायर हुन्छ। किनभने मैले यहाँ सम्झाउनको लागि एउटा
शोलीको चित्र बनाए। शोलीको चित्र अनुसार वास्तविक उचाइ भनेको यो शोलीको उचाइ हो। यसलाई हामी व्यासले जनाउनेछौँ र अर्धव्यासलाई हामी आरले जनाउनेछौँ। अब जो यो हाम्रो यहाँ समकोण त्रिभुज बनेको छ, यो समकोण त्रिभुजको कर्ण भन्नु नै शोलीको छड्की उचाइ हो। त्यसैले पाइथागोरस साध्य अनुसार कर्ण इज इक्वल टु, यहाँ एल हो कर्ण भनेको, एल इज इक्वल टु पर्पेन्डिकुलर स्क्वायर भनेको यहाँ एच छ पर्पेन्डिकुलर ठाउँमा, एच स्क्वायर प्लस बी स्क्वायर हुन्छ। बी भनेको ठाउँमा हाम्रो यहाँ अर्धव्यास छ, त्यसैले आर स्क्वायर हुन्छ। यो कुरालाई ख्याल गर्नुपर्छ। त्यसैले हामीले क्वेसन नम्बर ए को उत्तरको लागि शोलीको छड्की उचाइ एल इज इक्वल टु रुट एच स्क्वायर प्लस आर स्क्वायर लेख्छौँ। अब क्वेसन नम्बर बीमा के सोधिएको छ त्यो कुरा पनि हेरौँ। उक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् भनेको छ। उक्त ठोस वस्तुको आयतन, यहाँ एउटा ठोस वस्तु दिएको छ जहाँ एउटा शोली दिएको छ ठोस र एउटा अर्धगोला दिएको छ। अब यहाँ यो संयुक्त ठोस वस्तुको आयतन भनेको यो शोलीको आयतन प्लस यो अर्धगोलाको आयतन हुन्छ। अब यसको लागि मैले क्वेसन नम्बर बी पनि लेखेँ। यसको लागि उक्त संयुक्त ठोस वस्तुको आयतन, यसलाई हामीले भीले जनाउनेछौँ। भी इज इक्वल टु शोली भागको आयतन प्लस अर्धगोला भागको आयतन। अब यहाँ हेर्नुहोस्, शोली भागको आयतन प्लस अर्धगोला भागको आयतन, अर्थात् शोलीको आयतन प्लस अर्धगोलाको आयतन पनि हामी लेख्न सक्छौँ। शोलीको आयतनको सूत्र के हुन्छ त? यो शोली भागको आयतनको सूत्र के हुन्छ त? अर्थात् शोलीको आयतनको सूत्र के हुन्छ त? यो कुरा हामीलाई थाहा हुनुपर्छ। यसको आयतन भनेको 1/3 पाई आर स्क्वायर एच हुन्छ प्लस अर्धगोला भागको आयतन के हुन्छ त? गोलाको आयतन 4/3 पाई आर क्युब हुन्छ र यहाँ अर्धगोलाको 2/3 पाई आर क्युब हुन्छ। इज इक्वल टु, हामी यहाँ पाई आर स्क्वायर 1/3 पाई आर स्क्वायर 1/3 पाई आर स्क्वायर चाहिँ हामी कमन निकाल्नेछौँ। एच प्लस 2 आर बस्नेछ यहाँ। इज इक्वल टु 1/3 पाएको मान 3.14। आर भनेको शोली भागको अर्धव्यास हो। शोली भागको अर्धव्यास र अर्धगोलाको अर्धव्यास एउटै हुन्छ। त्यसैले अर्धगोलाको आरको ठाउँमा पनि हामी 3 सेन्टिमिटर नै लेख्नेछौँ। 3 स्क्वायर लेख्छौँ हामी प्लस एचको ठाउँमा चाहिँ हामी 10 सेन्टिमिटर लेख्छौँ प्लस 2 इन्टु आरको ठाउँमा हामी 3 लेख्नेछौँ। इज इक्वल टु कति भयो यो हेरौँ। इज इक्वल टु एउटा 3ले यहाँनिरको एउटा 3 काट्छ। त्यसो हो भने 3 इन्टु 3.14 इन्टु 10 प्लस 6 हुने भयो। इज इक्वल टु 3 इन्टु 3.14 इन्टु 16 हुन्छ। इज इक्वल टु गरौँ, यहाँ पनि हामी गुणन गरौँ। 3 इन्टु 3.14 इन्टु 16 यो भनेको 150.72 cm क्युब हुनेछ। यो आयतन हामीले संयुक्त ठोस वस्तुको आयतन निकालिहाल्यौँ। अब त्यस पछाडि के भनेको छ यो क्वेसन हेरौँ फेरि। क्वेसन के दिएको छ सी नम्बरमा भने उक्त धातुको ठोस वस्तुलाई पगालेर 3 सेन्टिमिटर अर्धव्यास भएको बेलनाकार वस्तुमा परिणत गरियो भने उक्त बेलनाको उचाइ कति हुन्छ पत्ता लगाउनुहोस् भनेको छ। जुन हामीले यो आयतन निकाल्यौँ 2 नम्बरमा, अर्थात् 150.72 cm क्युब, पगाल्दाखेरि पनि यसको आयतन यति नै हुन्छ। पगालेर हामीले त्यसपछि यो संयुक्त वस्तुलाई पगालेर हामीले एउटा बेलना बनाउनु छ। बेलनाको अर्धव्यास पनि 3 सेन्टिमिटर नै राख्ने भनेको छ र त्यो बेलनाको उचाइ कति होला त्यो चाहिँ हामीले पत्ता लगाउनु पर्नेछ।
यसको लागि सी नम्बरमा मानौ उक्त ठोस वस्तुलाई पगालेर बेलना बनाउँदा उक्त बेलनाको उचाइ h छ। अब जो ठोस वस्तु पगालिएको थियो त्यसको आयतन 150.72 cm³ नै हुन्छ र त्यो बेलनाको आयतन पनि यतिकै हुन्छ। तल लेखौं बेलनाको अर्धव्यास, यसलाई हामी r ले नै जनाउनेछौँ। r = 3 सेन्टिमिटर बनाउनु पर्नेछ। बेलनाको आयतन = संयुक्त ठोस वस्तुको आयतन भएकोले लेख्छौँ हामी यहाँ। संयुक्त ठोस वस्तुको आयतन भएकोले बेलनाको आयतन भनेको r πr² हुन्छ। πr² कसरी भएको भन्दाखेरि बेलनाको आधार भनेको πr² हो र आधारको क्षेत्रफललाई s ले गुणन गर्दाखेरि बेलनाको आयतन प्राप्त हुन्छ। त्यसैले बेलनाको आयतन भनेको πr² = संयुक्त ठोस वस्तुको आयतन भनेको 150.72 हो। 150.72 पनि लेखौं। और पाएको ठाउँमा हामी 3.14 लेख्नेछौँ इन्टु r² भएको ठाउँमा हामी 3² लेख्नेछौँ इन्टु h को मान हामीले पत्ता लगाउनु पर्नेछ। त्यसैले h नै लेखौँ र 150.72 लेखौँ। और हामीलाई h मात्र चाहिएको = अब यहाँ हेर्नुहोस् 3² भनेको 9 हो। 9 इन्टु 3.14 को मान 28.26 हुन्छ। त्यो 28.26 लाई हामी 150.72 को मुनतिर लेख्नेछौँ। 28.26। अब यसलाई भाग गरौँ हामी, कति हुन्छ? Therefore h = 150.72 divided by 28.26 = 5.33 हुँदो रहेछ उचाइ यसको। 5.33 सेन्टिमिटर उचाइ रहेछ। हामीलाई सोधेको भनेको उक्त ठोस वस्तुबाट बनेको बेलनाको उचाइ निकाल्नु पर्नेछ। त्यसैले h = 5.33 सेन्टिमिटर आन्सर भनेर लेख्छौँ। यदि विद्यार्थी भाइ बहिनीहरूलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।